आज चाहिँ म दिउँसो अस्ट्रिया गएको थियो। अस्ट्रियामा चाहिँ हामी एउटा लेकमा चाहिँ स्विमिङ गर्न भनेर गएको थियो कि अनि मलाई चाहिँ खासै स्विमिङ गर्न आउँदैन, म सिकिरहेको मान्छे हो। अनि फर्किने बेलामा चाहिँ यस्तो राम्रो ठाउँबाट फर्केको कि यत्तिकै घुम्दै घुम्दै आएको, हावा खाँदै जाउँ भनेर। अनि मलाई चाहिँ भिडियो बनाउनु मन लागेर भिडियो बनाएको, तर म त छैन, यहाँ देखेको छैन, मैले चाहिँ झ्यालबाट बनाएको थियो कि यस्तो राम्रो भइरहेको थियो। यहाँ रोकेर एकछिन बस्न मलाई यति रहर लागिरहेको थियो, तर घाम पनि यत्तिकै थियो कि 4:30 भइसकेको थियो। घाम त यस्तो थियो कि 30% जति थियो क्या, आई मिन 30 डिग्री भन्न खोजेको, 30%। यति राम्रो कि है, अस्ट्रियामा यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ, यति राम्रो फुल हुन्छ कि घरहरूमा। मैले त्यो चाहिँ त्यति धेरै फोकस गरेन कि घरमा फुल बोकेर चाहिँ। कुनै कुनैमा चाहिँ देख्नुहुन्छ तपाईँहरूले, इक्जाम्पल यहाँ देख्नु भइरहेछ, यो तल चाहिँ चर्च हो कि, एउटा सानो चर्च छ यो ठाउँमा। हाम्रो घरबाट चाहिँ 15 मिनट 20 मिनट जति हिँडेर आयो भने आइपुग्छ यो ठाउँ। यति राम्रो देखाएको छ यो पहाड, हेर्नु न, झन् यस्तो राम्रो देखाएको छ। मेरो क्यामेरा चाहिँ मैले नपुछेको भएर त्यस्तो राम्रो क्वालिटीको आएको छैन क्या। अनि यति राम्रो थियो कि रोडदेखि लिएर सबै चिजहरू यति सफा देखिन्छ। हाम्रो नेपालमा चाहिँ यस्तो कहिले हुने होला कि है। हाम्रो नेपालमा न सहरमा राम्रो छ, न गाउँमा राम्रो छ, न कता राम्रो छ, कहिले बन्ने होला यस्तो सफा सुन्दर शान्त यस्तो हावापानी कहिले हुने होला के। हरियाली त हाम्रो